ल है साथीभाइ हो, तपाईँहरूलाई कसैलाई ब्रिडरको लागि चाहिएको छ भने चाहिँ मेरोमा ठुलो एउटा नाक भनेको ब्रिडर छ। तपाईँहरूलाई कसैलाई चाहिएको छ भने चाहिँ लु सेलमा छ यो अहिले हो, एकदमै ठुलो छ। तपाईँ अरू यसको छेउमा अरू हेर्नुहोस् साइजहरू र माउहरू पनि छ। तपाईँहरूलाई चाहियो भने पाठाहरू राम्रो राम्रो छ। म चाहिँ अब यो बाख्राहरू अहिले सेल्समा छ मेरो। हेरिराख्नुहोस् माउहरू, ब्याउने माउहरू पनि छ, यहाँ पनि छ। तपाईँलाई यहाँ सेननको माउ पनि छ एउटा ठुलो, सबै हेर्नुहोस् सेननको। यो यहाँ बोकाहरू पनि छ, यता पनि राम्रो यो पाठी हो। यो यहाँ बोकाहरू छ, ऊ पाङ्रे परेकोहरू राम्रो यहाँ छ। हेर्नुहोस् तपाईँहरू कसैलाई चाहिएको छ भने यो ठुल्ठुलो यो बिटलको माउ पनि छ तपाईँहरूको लागि सेलमा। यहाँ नागफनीको पनि यो मेहमतीको छ, यहाँ दुईवटा, एउटा भयो यहाँ, अर्को यहाँ भयो। र सम्पर्क गर्नुहोस् तपाईँहरू कसैलाई चाहिएको छ भने। एकदमै राम्रो रिजनेबल रेटमा छ तपाईँहरूलाई। लोकलहरू पनि छ, तपाईँलाई कसैलाई चाहिएको छ भने लोकल माउहरू, पाठाहरू राम्रो क्रस गरेकोहरू छ। अरे हेरिराख्नुहोस् यो माउ चाहिँ सेननको हो, चाहिँ नागफनीको हो, ब्रिडर चाहिँ एकदमै ठुलो छ।